चाहिँ हामी चाहिँ घाँस काट्न जाँदैछौँ मर्निङको ड्युटी। आज भने चाहिँ म र मेरो बहिनी मात्रै छौँ। आजको ढिलो भयो कि छिटो भयो हामी आज घाँस काट्नु। ढिलो हो यो चाहिँ खाजा खाइबस्यो नि त कि अन्त चाहिँ ढिलो भएको हो। अन्त आज चाहिँ यस्तो दिन छ कि यस्तो राम्रो देख्छ कि हाम्रो गाउँदेखि यता सिक्किम चाहिँ नि चाहिँ बेन्डा है हो नयाँ नयाँ रोड देख्दै गरेको चाहिँ यहाँ पर एक चौतारा चाहिँ यहाँदेखिको चाहिँ जानुपर्छ घाँस काट्नु। परको डाँडादेखि पनि उतै जानुपर्छ। किन होला नि यस्तो हामी चाहिँ दुईवटा बडीगार्ड पनि आएको छ घाँसमा। यो चाहिँ हो फादर एन्ड डटर यो चाहिँ बाउ छोरी हो। यस्तो छ हाम्रो बाटो चाहिँ। रोड नआए पनि बाटो चाहिँ राम्रै छ भन्दाखेरि हाम्रो लागि त्यतिको चाहिँ राम्रै हो। तर रोड हिँड्नुमा त त्यस्तोमै राम्रो नि है हो कि होइन भन्दै हो सम्झे। यहाँनिर चाहिँ भन्छ हामीले बिसाउने डाँडा भन्छौँ। यहाँ चाहिँ 19 गोलाई काटेर चाहिँ बिसाउने डाँडा आउँछ। तर मेरो क्यामेरा चाहिँ त्यस्तो राम्रो छैन कि त्यही कारणले त्यस्तो खास पनि आएको छैन। बिसाउने डाँडाको भ्यू यस्तो छ। कता जानु है हामी यता नगएको पनि के भयो त नि। माथि यस्तो पहाडहरू छ। अरे अब चाहिँ हामी काट्नु सुरु गरेको। कसरी चाहिँ घाँस नपाएर उतैपट्टि जाँदैछौँ। म चाहिँ सुरु गरेको मेरो फुट गएको उतै ल जा। सो गाइस फाइनली हाम्रो चाहिँ भारी पुगेर पनि चौतारामा आएर पनि बसिरहेको छौँ। मेरो भारी चाहिँ यो हो, बहिनीको भारी यो हो विथ बहिनी। अब हामी चाहिँ घर गएको। घरमा गएर खानासाना खाएर फेरि घाँसमा आउनु पर्छ। सो टाटा बाई बाई, सी यू नेक्स्ट ब्लग। बाई बाई।